आज हामी एउटा एकदमै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ, त्यो हो हृदयघात। यसका लक्षणहरू के हुन् र यस्तो अवस्थामा के गर्नुपर्छ, आउनुहोस् यसलाई सरल तरिकाले बुझौँ। हाम्रो मुटुले हामीलाई के भन्न खोजिरहेको हुन्छ, खास गरी जब यो सबैभन्दा ठूलो सङ्कटमा पर्छ। हो, आज हामी हृदयघात हुँदा हाम्रो शरीरले दिने सङ्केतहरू वा सन्देशहरूलाई बुझ्ने प्रयास गर्नेछौँ। ल, हृदयघात के हो भनेर बुझ्नुभन्दा पहिले हाम्रो मुटुले कसरी काम गर्छ त्यो बुझ्न जरुरी छ। सोच्नुहोस् न, हाम्रो शरीरको सबैभन्दा शक्तिशाली इन्जिन नै हाम्रो मुटु हो। यो मुटु जुन एउटा शक्तिशाली मांसपेशी हो, यसले हाम्रो शरीरको हरेक कुनामा अक्सिजन भएको रगत पम्प गरेर हामीलाई जीवित राख्छ। तर जसरी कुनै पनि इन्जिन चल्नलाई इन्धन चाहिन्छ, हाम्रो मुटुलाई पनि आफ्नै लागि इन्धनको आपूर्ति चाहिन्छ, होइन त? त्यसो भए हृदयघात भनेको के हो त? सिधा भाषामा भन्दा, जब मुटुको मांसपेशीमा रगत पुग्न रोकिन्छ, त्यसले गर्दा मुटुको तन्तुहरू मर्न थाल्छन्। हो, त्यही महत्त्वपूर्ण इन्धनको आपूर्ति अचानक बन्द हुँदा नै हृदयघात हुन्छ। अब मुटुसम्म इन्धन पुर्याउने पाइपलाइनहरू पनि त होलान् नि? हो, तिनै इन्धन लाइनहरू वा पाइपहरूलाई कोरोनरी धमनी भनिन्छ। यिनको काम भनेको मुटुको मांसपेशीलाई चाहिने अक्सिजनयुक्त रगत पुर्याउनु हो। तर समस्या के हुन्छ भने, समय बित्दै जाँदा यी इन्धन लाइनहरूमा मतलब धमनीहरूमा बोसो जम्मा हुन थाल्छ। यहाँ तपाईँ देख्न सक्नुहुन्छ एउटा स्वस्थ धमनी कस्तो हुन्छ र बोसो जमेर साँगुरो भएको कस्तो हुन्छ। यो साँगुरो हुँदै गएपछि रगतको प्रवाहमा बाधा पुग्छ। यही अवस्थालाई हामी मुटुको रोग भन्छौँ। अब हृदयघात हुने मुख्य कारण के हो त? जब त्यो बोसो जमेको साँगुरो ठाउँमा अचानक रगतको थक्का बन्छ, त्यसले धमनीलाई पुरै बन्द गरिदिन्छ। रगतको प्रवाह ठप्प हुन्छ। हो, यही आकस्मिक घटना नै हृदयघात हो। अब जब हाम्रो शरीरको इन्जिन यानी मुटुले इन्धन पाउन छोड्छ, तब हाम्रो शरीरले केही गम्भीर चेतावनीका सङ्केतहरू दिन थाल्छ। आउनुहोस्, ती सङ्केतहरू के हुन् चिनौँ। सबैभन्दा सामान्य र चिनिएको लक्षण भनेको छातीमा हुने असहजता हो। यो दबाब दिए जस्तो, निचोरेको जस्तो वा भारी भएर दुखेको जस्तो हुन सक्छ। प्राय छातीको बीच भागमा यस्तो महसुस हुन्छ। तर याद राख्नुपर्ने कुरा के हो भने, लक्षण छाती दुख्ने मात्रै नहुन पनि सक्छ। अरू पनि धेरै सामान्य लक्षणहरू छन्, जस्तै चक्कर लाग्नु वा एकदमै कमजोर महसुस हुनु, एक्कासी चिसो पसिना आउनु, सास फेर्न गाह्रो हुनु, वागवाके लाग्नु वा बान्ता नै हुनु। कहिलेकाहीँ त दुखाइ घाँटी, बङ्गारा, काँध हुँदै पाखुरासम्म पनि सर्न सक्छ। अझ महत्त्वपूर्ण कुरा, यी लक्षणहरू हरेक व्यक्तिमा फरक फरक तरिकाले देखिन सक्छन्। खास गरी महिलाहरूमा छाती दुख्ने क्लासिक लक्षण भन्दा पनि सास फेर्न गाह्रो हुने वा ढाड र पेटको माथिल्लो भागमा दुख्ने जस्ता लक्षणहरू बढी देखिने गरेको पाइन्छ। र एउटा झनै डरलाग्दो कुरा के छ भने, लगभग 15देखि 20% हृदयघात त साइलेन्ट हुन्छन्, मतलब कुनै लक्षणै देखिँदैन। यस्तो अवस्थामा मानिसलाई हृदयघात भएको पत्तै हुँदैन, जसले गर्दा यो झनै खतरनाक हुन्छ। त्यसो भए कसलाई हृदयघातको सबैभन्दा बढी जोखिम हुन्छ त? हुन त यो जो कोहीलाई पनि हुन सक्छ, तर केही यस्ता कारणहरू छन् जसले यसको जोखिमलाई निकै बढाइदिन्छन्। यी जोखिमका कारकहरूलाई हामी मोटामोटी 3 समूहमा हेर्न सक्छौं। पहिलो हो स्वास्थ्य अवस्थाहरू, जस्तै उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल वा मधुमेह। दोस्रो हो हाम्रो जीवनशैलीसँग जोडिएका कुराहरू, जस्तै धूम्रपान, अस्वस्थकर खानपान र शारीरिक निष्क्रियता। अनि तेस्रो समूहमा हामीले परिवर्तन गर्न नसक्ने कुराहरू पर्छन्, जस्तै परिवारमा कसैलाई मुटु रोग भएको इतिहास छ भने। लक्षणहरू चिन्नु त एउटा पाटो भयो, तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा हो लक्षण देख्ने बित्तिकै के गर्ने भन्ने, किनभने छिटो चालिएको कदमले नै कसैको जीवन बचाउन सक्छ। एउटा कुरामा हामी सबैजना एकदमै स्पष्ट हुनुपर्छ, हृदयघात एउटा गम्भीर चिकित्सा आपतकाल हो। लक्षणहरू आफै ठिक हुन्छ कि भनेर एकछिन पनि कुर्नु हुँदैन। जति ढिला भयो मुटुलाई त्यति नै बढी क्षति पुग्दै जान्छ। त्यसैले यदि कसैलाई हृदयघात भएको शङ्का लाग्यो भने तुरुन्तै यी 2 महत्त्वपूर्ण कदमहरू चाल्नुपर्छ। पहिलो, तुरुन्तै एम्बुलेन्सको लागि फोन गर्ने, र दोस्रो, आपतकालीन सेवा नआउन्जेल बिरामीलाई आरामसँग बसाउने र शान्त राख्ने प्रयास गर्ने। यति हतार किन गर्नुपर्छ भन्ने कुरा गोल्डन आवरको अवधारणाले प्रश्न पार्छ।
भनिन्छ हृदयघात सुरु भएको पहिलो घण्टाभित्र उपचार पाउनु एकदमै महत्त्वपूर्ण हुन्छ किनभने जति छिटो उपचार सुरु भयो मुटुलाई हुने क्षति त्यति नै कम हुन्छ र बिरामीको ज्यान जोगिने सम्भावना पनि त्यति नै बढी हुन्छ। तर राम्रो कुरा के छ भने आधुनिक चिकित्सा विज्ञानले गर्दा हृदयाघातपछिको उपचार र निको हुने सम्भावना पहिलेभन्दा धेरै राम्रो भएको छ। बिरामी अस्पताल पुग्ने बित्तिकै डाक्टरहरूले रगत परीक्षण र ECG जस्ता परीक्षणहरू गरेर हृदयघात भएको हो कि होइन र कति क्षति भएको छ भनेर तुरुन्तै पत्ता लगाउँछन्। यसले उपचारको लागि सही बाटो देखाउँछ। त्यसपछि रगतको थक्का पगाल्ने औषधिहरू दिने वा स्टेन्टिङ जस्ता प्रक्रियाहरूबाट बन्द भएको धमनीलाई फेरि खोलेर मुटुमा रगतको प्रवाह सुरु गराइन्छ। यसले मुटुको मांसपेशीलाई थप क्षति हुनबाट बचाउँछ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, समयमै उपचार पाएमा धेरैजसो मानिसहरू राम्रोसँग निको भएर लगभग सामान्य जीवनमा फर्कन सक्छन्। त्यसैले छिटो कदम चाल्नु नै सबैभन्दा ठूलो कुरा हो। आजको यो चर्चाबाट हामीले हृदयघातका लक्षण र आपतकालीन अवस्थामा के गर्ने भन्ने बारे त थाहा पायौं, तर अब एउटा प्रश्न आफैलाई सोध्ने बेला आएको छ। लक्षण त थाहा भयो, के हामीलाई आफ्नो जोखिमबारे पनि थाहा छ? आफ्नो स्वास्थ्यबारे सोच्ने बेला यही हो।